रोमनियामा फ्याक्ट्री वर्करलाई आउँदै हुनुहुन्छ भने चाहिँ पहिलाको भन्दा धेरै कुराहरू चेन्ज भएको छ। र हेलो एभ्रिवान, सम्पूर्ण नमस्ते, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सम्पूर्णलाई फेरि पनि रोमनिया सम्बन्धी इन्फर्मेसन भिडियो एसआर ब्लगमा धेरै स्वागत छ। र साथीहरू सदाको चाहिँ आज पनि रोमनियामा रहेर रोमनियाको बारेमा चाहिँ केही इन्फर्मेसन भिडियो लिएर आएको छु। के कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। र आज भने अहिले धेरै साथीहरू रोमनियाको लागि चाहिँ आउँदै गर्दा धेरै साथीहरूले चाहिँ फ्याक्ट्री वर्करमा पनि के कस्तो हुन्छ भनेर चाहिँ कमेन्ट गर्नुभएको थियो र एकदमै राम्रो क्वेसन पनि हो। त्यही भएर पनि आज तपाईँहरूलाई फ्याक्ट्री वर्करको बारेमा चाहिँ रोमनियामा के कस्तो हुन्छ भन्ने कुरो डिटेलमा इन्फर्मेसन दिनेवाला छु। भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला। र रोमनियामा अहिले भने चाहिँ र आज चाहिँ अलिकति लामो समयपछि यसरी ट्याक्क फिल्डमा उत्रेर चाहिँ भ्लगिङ गर्दैछु होइन। लगभग 1-2 महिनैभन्दा बढी भइसक्यो होला मैले चाहिँ यो ठाउँमा बसेर अनि रुमभित्रबाट मात्रै भिडियोहरू तपाईँहरूलाई इन्फर्मेसन गराइरहन्थेँ भने आज चाहिँ फाइनल्ली छुट्टीको दिनमा चाहिँ अलिकति बाहिर निस्केर र अलिकति फेरि भर्खर 1-2 घन्टा जति भयो मौसम पनि अलिकति खुल्ला भइसकेको छ। अनि रोमनियामा चाहिँ अहिले पछिल्लो समय एकदमै धेरै चिसो सुरु भयो कि चाँडै नै। आज भर्खर नेपालको लगभग हामी कात्तिकको लास्ट छौँ, तर पनि यति धेरै चिसो आइसक्यो कि -2-3 पुग्न थालिसक्यो भनेपछि लास्टै चिसो छ। अनि म चाहिँ रोमनियाको क्राइबोमा छु। तपाईँहरू रोमनियामा हुनुहुन्छ भने चाहिँ कमेन्टमा बक्समा कमेन्ट गर्नु होला कुन ठाउँमा हुनुहुन्छ र कतिको चिसो सुरु भयो। र यो चाहिँ मेरो रोमनियामा दोस्रो वर्षको एक्सपिरियन्स हो चिसोमा चाहिँ। पहिलो 1 वर्ष चाहिँ म कराइसकेँ, 1 वर्ष चाहिँ मैले पार गरिसकेँ र यो दोस्रो वर्षको चिसोमा चाहिँ अलिकति बढी चिसो भएको हो कि भन्ने फिल पनि भइरहेको छ मलाई। र त्यही हो, आज चाहिँ ठिकठाक घाम लाग्दियो बल्ल 1 हप्ताभन्दा बढी पछि पानी परेर। अनि जे होस् ठिकठाकै चलिरहेको छ अहिले नयाँ साइडको कामहरू। पहिलाको भन्दा अलिकति टाइमहरू दिइरहनु पाएको छैन अरू बाहिरी कुरामा, खालि काम जाने आउने खाना बनाउने खाने यस्तै भइरहेको छ। अनि पछिल्लो समय धेरै साथीहरूले सपोर्ट पनि गरिदिइराख्नु भएको छ च्यानलमा र मलाई पनि थ्याङ्क यू सो मच सबैजनालाई। आगामी दिनमा पनि त्यसरी नै सपोर्ट गरिदिइराख्नु होला। र आज भने म सर र तपाईँहरूलाई मार्केट जाँदैछु। अनि खानाको लागि चाहिँ म खाना लिनको लागि मार्केट जाँदैछु। र मार्केट जाँदा चाहिँ अहिले एउटा थोरै छोटो मिठो इन्फर्मेसन भिडियो त दिनै पर्ने हुन्छ। त्यही भएर पनि नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला। र साथीहरू आज म कुरा गर्दैछु रोमनियामा फ्याक्ट्री वर्करको काम कस्तो हुन्छ, स्यालेरी कति हुन्छ। अनि रोमनियाको चाहिँ एकदमै 5 एकदम टप फ्याक्ट्री वर्करहरू चाहिँ के काममा आयो भने तपाईँहरूलाई चाहिँ राम्रो हुन्छ भन्ने विषयमा चाहिँ यी थोरै कुराहरू जानकारी गराउन चाहन्छु। र फ्याक्ट्री वर्कर भन्ने बित्तिकै तपाईँहरूलाई थाहा पनि छ होला कतिपय साथीहरूलाई, फ्याक्ट्री वर्कर भनेको चाहिँ एउटा भित्र गरिने काम हो। प्रायः जसो सबै भित्रको कामहरू पर्छ र त्यति धेरै दुःख हुने चाहिँ अब तपाईँको कम्पनी अनुसार तपाईँ यदि सप्लाईमा पर्नुभयो भने त एकदमै गाह्रो छ फ्याक्ट्री वर्करमा पनि। अब होइन भने चाहिँ यदि तपाईँ राम्रै कम्पनीमा पर्नुभयो, डाइरेक्ट एजेन्सी त नपरिकन डाइरेक्ट कम्पनीले नै हायर गरेकोमा पर्नुभयो भने चाहिँ रोमनियामा फ्याक्ट्री वर्करको काम पनि बबालै छ है। किनभने अहिले मसँग पनि धेरै साथीहरू चाहिँ अहिले कन्ट्याक्टमा हुनुहुन्छ होइन। रोमनियाको पनि धेरैजना चाहिँ कन्ट्याक्टमा हुनुहुन्छ। अनि मेरो उहाँहरूसँग पनि कुराकानी भइराखेको हुन्छ। त्यही भएर पछिल्लो समय रोमनियामा फ्याक्ट्री वर्करलाई आउँदै हुनुहुन्छ भने चाहिँ पहिलाको भन्दा धेरै कुराहरू चेन्ज भएको छ। र पहिलाको जस्तो गरेर चाहिँ कम्पनीहरूमा अलिकति शोषण हुने होइन,
अनि धेरै समस्याहरू हुँदा पनि बोल्न नसक्ने यस्तो हुन्थ्यो। अहिले भने चाहिँ त्यो कुराहरू धेरै कम भएको छ अनि रोमानियामा धेरै नियमहरू पनि चेन्ज हुँदैछ र त्यस्तो कम्पनीहरूलाई चाहिँ ब्ल्याकलिस्टमा पार्ने अनि कम्पनीहरूले बन्द गर्नेदेखि लिएर मान्छेहरू ल्याउँदैछ भने बन्द गर्ने पनि अहिले धेरै कामहरू भइराखेको छ। त्यही भएर पनि यदि फ्याक्ट्री वर्करमा आउँदै हुनुहुन्छ भने तपाईँहरू 2026को लागि आउनेहरूको लागि चाहिँ धेरै कुराहरू चेन्ज हुनसक्छ र फर्स्ट अफ अल त फ्याक्ट्री वर्कर चाहिँ मलाई चाहिँ किन पनि राम्रो लाग्यो भने धेरै प्रायः जस्तो गरेर बाहिरको कामहरू गर्नु नपर्ने, जुन हामी कन्स्ट्रक्सन लाइनमा काम गर्नेहरूले चाहिँ एकदमै धेरै फोहोर कामहरू गर्नुपर्छ होइन। अनि रडहरूको त धुलो लाग्छदेखि लिएर काट्ने अनि धेरै सिमेन्टीहरू होइन धेरै फोहोर कामहरू गर्नुपर्छ नि त। भने तपाईँहरूले चाहिँ कम्पनीको ड्रेसमा अनि भित्र अनि फोर्कलिफ्टबाट चाहिँ कामहरू धेरै कामहरू फोर्कलिफ्टबाट गर्न सक्नुहुन्छ र तपाईँको अब फ्याक्ट्रीमा चाहिँ के कामहरू कुन काममा लाग्दै हुनुहुन्छ। अब रोमानियामा अलिकति धेरै चल्ने, रोमानियामा धेरैभन्दा धेरै अब चल्ने भनेको चाहिँ अटोमोबाइल भनेको तपाईँहरूले चाहिँ यदि मोबाइलको पार्ट्सहरू, ब्याट्रीहरू, चार्जरहरूदेखि लिएर केबलहरू अनि गाडीको पार्ट्स पुर्जाहरूतिर पनि एप्लाई गर्नुभयो भने एकदमै राम्रो छ। तपाईँसँग चाहिँ नेपालमै यो कुराहरूको अलिकति नलेज छ भने चाहिँ तपाईँले रोमानिया र चाहिँ सुरुमा त स्टार्टिङमा त नभनौँ तर केही समयपछि चाहिँ तपाईँहरूले चाहिँ रोमानियामा राम्रै इन्कम गर्ने चाहिँ देखिन्छ अहिले पछिल्लो समय। अनि गरि पनि राख्नु भएको छ धेरै मान्छेहरूले त होइन। त्यही भएर पनि तपाईँ आउँदाखेरिमा अथवा एप्लाई गरिसकेपछि चाहिँ जे काममा एप्लाई गर्दै हुनुहुन्छ त्यो कामहरू चाहिँ अलिकति नेपालमै पनि नलेज राखेर आउने गरौँ। अनि त्यस्तै गरी अलिकति रोमानियामा राम्रो चल्ने भनेको ब्रेड फ्याक्ट्रीहरूतिर होइन। अब युरोपियनहरू चाहिँ अलिकति ब्रेड आइटमहरू चाहिँ अलिकति धेरै युज गर्छ, धेरै खान्छ, त्यही भएर पनि अब धेरै आइटमहरू बन्छ। त्यही भएर पनि तपाईँ यदि ब्रेड आइटमतिर बेकरीतिर काम गर्नुभयो भने चाहिँ गर्नुभएछ र त्यस्तो फ्याक्ट्रीहरूमा काम गर्नुभयो भने एकदमै राम्रो स्यालेरी पाउनेवाला हुनुहुन्छ। अनि तपाईँको बोनसहरू पनि तपाईँको स्किल अनुसार तपाईँको चाहिँ काम पर्फर्मेन्स अनुसार चाहिँ तपाईँहरूले बोनसहरू पनि पाइराख्नुहुन्छ। त्यो सबै कम्पनीमा लागु हुन्न, तर यदि तपाईँको राम्रो खालको कम्पनी छ भने तपाईँहरूको स्यालेरी बढ्नेदेखि लिएर पर्सेन्ट अनि तपाईँको कामको आधारमा चाहिँ बोनसहरू पनि राम्रै पाउने साथीहरू पनि देखिरहेको छ। त्यस्तै गरी टिस्यु पेपर अब रोमानिया मात्रै नभइकन बाहिरी कन्ट्रीहरूमा पनि जाने र रोमानिया पनि एकदमै धेरै टिस्यु पेपरहरू चाहिँ उत्पादन हुन्छ, युज पनि हुन्छ। त्यही भएर पनि तपाईँ टिस्यु पेपरको फ्याक्ट्रीहरूतिर पर्नुभयो भने पनि एकदमै राम्रो हुनेवाला छ। किनभने धेरै भारीहरू पनि बोक्नु पर्ने अनि प्रायः सबै हातको कामहरू गर्नुपर्ने अनि धेरै कुराहरू फाइदा हुनेवाला छ। टिस्यु पेपरको लागि एकदमै धेरै डिमान्डेड काम पनि हो र तपाईँको सँगसँगै अहिले मैले जति पनि कामहरू भनिरहेको छु त्यो कामहरू भने चाहिँ एकदमै तपाईँको ओभरटाइम चल्ने खालको कामहरू हो। त्यही भएर पनि यदि फ्याक्ट्री वर्करमा चाहिँ एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ अलिकति बुझेर के काममा एप्लाई गर्ने भनेर चाहिँ सोच विचार गरेर एप्लाई गर्नु होला। फेरि एकैचोटि मेन पावर गएर अब फ्याक्ट्री वर्करतिर पाएँ जाने भन्दा पनि फ्याक्ट्री वर्करको पनि यो कामहरूमा पायो भने चाहिँ जान पाए हुन्थ्यो, राम्रो हुन्थ्यो भनेर चाहिँ कुरा गर्नु होला। अनि अलिक काम गर्ने खालको जेन्युन खालको मेन पावरहरू छानेर चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ। अब कन्स्ट्रक्सनतिर आउँदै हुनुहुन्छ भने त अनि तपाईँको स्काभेटरहरूदेखि लिएर ड्राइभिङहरूको पनि धेरै अहिले फेस टु फेस इन्टरभ्यू हुनेवाला पनि छ। त्यसको लागि पनि तपाईँहरूलाई म केही दिनपछि हेल्प गर्नेवाला छु। अनि भिडियोलाई चाहिँ रेगुलर रूपमा चाहिँ हेर्दै गर्नुपर्ने हुन्छ तपाईँहरूले। त्यसै गरी रोमानियामा अर्को रहेको छ मासु। यदि चाहिँ धेरै साथीभाइहरू चाहिँ हामीले मासु काट्नेमा चाहिँ भेटिरहेको हुन्छ क्या। रोमानियामा फेरि अब मासु त के को काट्छन् भन्ने कुरो त अब नभनै हालौँ होइन, बङ्गुरहरू धेरै चल्छ।
भन्दा नि बङ्गुर प्लस कुखुराहरू चाहिँ अलिकति धेरै चल्ने भएको कारणले पनि धेरै नेपाली दाइहरू हुनुहुन्छ है मासु काट्ने चाहिँ। अनि हामीसित भेटघाट छ, चिनजान छ, कुराकानी भइरहेको छ। तपाईँ यदि मासु काट्ने ठाउँमा पऱ्यो भने पनि अलिकति अब बलियो हुनुभयो भने चाहिँ बबलै छ ओभर टाइम तपाईँको 10 घन्टा बेसिक काम भयो। प्लस तपाईँले चाहिँ प्लस तपाईँले चाहिँ 14 घन्टा 15 घन्टासम्म पनि काम गर्न पाउने चाहिँ देखिरहेको छ, दाइहरूले भनिराख्नु भएको छ। अनि तपाईँहरूले त्यो काम गरे बापत चाहिँ तपाईँहरूले ओभर टाइमको पनि पैसा पाउने हुनुभयो र सँगसँगै तपाईँको बोनसहरू पनि फ्याक्ट्री वर्करमा अलिकति धेरै बोनसहरू पाउने देखिन्छ। यो एप्लाई गर्दा चाहिँ अलिकति बुझेर एप्लाई गरौँ। अनि अरू धेरै छन् तपाईँहरू चाहिँ यदि फुड प्याकिङतिर पर्नु भयो भने पनि राम्रो छ। फुड सँगसँगै अब आफूलाई खाना पनि पाइयो। यदि तपाईँलाई चाहिँ अब धेरै फलफुल अथवा फुड सम्बन्धी पनि प्याकिङहरूमा स्टिकर टाक्नेदेखि लिएर अनि वेट जोख्नेदेखि लिएर तपाईँ डेलिभरी अनि त्यसपछि तपाईँको चाहिँ डिमान्डहरू टिप्ने, के को कति डिमान्ड आयो, कुन काम सकिएको छदेखि लिएर हरेक आफ्नो चाहिँ सेक्टरको कामहरूमा चाहिँ तपाईँलाई फ्याक्ट्री वर्करमा भेट्नुहुन्छ र तपाईँको कुन स्किल छ र तपाईँको क्षमता के छ भन्ने कुराले पनि फरक पर्छ। जे होस् तपाईँ यदि रोमानियाको इन्टरभ्यूसम्म पास भएर आउनुभयो भने जुनसुकै काम भए पनि तपाईँले चाहिँ मजाले सर्भाइभ गरेर काम गर्न सक्नुहुन्छ रोमानियामा। तपाईँहरूले चाहिँ यदि रोमानिया आउनको लागि चाहिँ राम्रो खालको कम्पनीहरू छानेर आउन सक्नुभयो भने फ्याक्ट्री वर्करमा पनि धेरै राम्रो छ। साथीहरू अब के कस्तो लाग्यो भिडियो, पक्कै पनि भिडियो अन्तिमसम्म हेर्नुभयो होला। अनि त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। र आगामी दिनमा पनि रोमानियाको बारेमा चाहिँ भिडियो इन्फर्मेसन ल्याइरहनु भएको कारणले साइडको बेल आइकनले चाहिँ दबाउन नबिर्सिनु होला, किनकि मैले भिडियो हाल्ने बित्तिकै तपाईँहरूकोमा चाहिँ फर्स्टमै नोटिफिकेसन आउने भएको कारणले पनि तपाईँहरूलाई त्यो कुराले कहीँ न केही हेल्प हुनसक्छ भन्दै वेलकम टु रोमन।